कसैले नदेखेको मेस्सीको रिस, मैदानभित्र विपक्षी खेलाडीसँग भएका 5 ठूला झगडाहरू। शान्त स्वभाव, नम्र व्यवहार र अनुहारमा सधैँ एउटा सानो मुस्कान लियोनेल मेस्सीलाई संसारले यसरी चिन्दछ। धेरैको नजरमा मेस्सी फुटबल मैदानका एक सन्त हुन्, जो जतिसुकै खराब ट्याकल हुँदा पनि चुपचाप उठेर हिँड्छन्। तर के तपाईँलाई थाहा छ, जब यी शान्त मेस्सीको रिसको बाँध टुट्छ, तब मैदानमा फुटबल होइन, महायुद्ध सुरु हुन्छ। आजको यो भिडियोमा हामी मेस्सीको जीवनका त्यस्ता 5 डरलाग्दा घटनाहरू देखाउनेछौँ, जहाँ मेस्सीले आफ्नो सारा भद्रता बिर्सेर विपक्षी खेलाडीको सातो उडाइदिएका थिए। विशेष गरी नम्बर 1 को झगडा त यस्तो छ, जसले मेस्सीको भद्र छवि सधैँका लागि बदलिदियो। भिडियो अन्तिमसम्म हेर्नुहोला, किनकि मेस्सीको यो रूप तपाईँले बिरलै देख्नु भएको हुन सक्छ। यो घटना सन् 2020 को हो। बार्सिलोना र एथलेटिको म्याड्रिड बीच खेल भइरहेको थियो। एथलेटिको युवा स्टार जोआओ फेलिक्स अर्जेन्टिनी खेलाडी जोर्डी अल्बासँग विवाद गरिरहेका थिए। आफ्नो टिमका साथीलाई सानो उमेरका खेलाडीले थर्काएको मेस्सीलाई मन परेन। मेस्सी सिधै फेलिक्सको अगाडि गएर आँखामा आँखा जुधाएर चेतावनी दिए। फेलिक्सले पनि मेस्सीलाई धकेले। त्यसपछि त के थियो, मेस्सी त यति रिसाए कि उनले फेलिक्सलाई मैदानमै सिध्याउने सम्मको भाव देखाए। बार्सिलोनाका अन्य खेलाडीले नछुटाएको भए त्यो दिन मैदानमै हात हालाल हुने स्थिति थियो। मेस्सीको त्यो सिनियर रूप देखेर फेलिक्स खेलभरि नै शान्त रहेर बसे। घटना नम्बर 4, मेस्सी भर्सेस सर्जियो रामोस, 10औं वर्षको दुश्मनी। लियोनेल मेस्सी र रियल म्याड्रिडका पूर्व क्याप्टेन सर्जियो रामोस बीचको दुश्मनी फुटबल इतिहासकै सबैभन्दा चर्चित दुश्मनी हो। रामोस मैदानमा मेस्सीलाई रोक्न जे पनि गर्थे, लात्ती हान्ने, धकेलेर गाला चड्काउनेसम्म। एउटा खेलमा रामोसले मेस्सीलाई फल गरे र बल दिन खोजे जस्तो गरेर मेस्सीको टाउको माथिबाट बल फाकिदिए। त्यो अपमान मेस्सीले सहन सकेनन्। मेस्सी जुरुक्क उठेर रामोसको मुखेमा गएर स्पेनिस भाषामा सबैभन्दा गम्भीर गाली गरेर फर्किए। रामोस जस्तो डरलाग्दो डिफेन्डर पनि मेस्सीको त्यो आक्रोश देखेर एक कदम पछि हटेका थिए। पछि यी दुई पिएसजीमा साथी बने, तर मैदानको त्यो रिस आज पनि भाइरल छ। घटना नम्बर 3, मेस्सी भर्सेस एडिसन काभानी। यो कुनै दबावपूर्ण विश्वकपको खेल थिएन, केवल एउटा मैत्रीपूर्ण खेल थियो। तर अर्जेन्टिना र उरुग्वे बीचको खेल कहिल्यै मैत्रीपूर्ण हुँदैन। खेलको क्रममा उरुग्वेका स्ट्राइकर एडिसन काभानीले मेस्सीलाई लगातार जिस्काइरहेका थिए। काभानीले मेस्सीलाई जिउ फ्याँकेर चुनौती दिँदै भने, आऊ भिन्न मन छ भने मैदान बाहिर गएर फाइट खेलौँ। काभानीको यो हरकतले मेस्सीको रिस 7औं आश्चर्यमा पुग्यो। मेस्सीले कति पनि नकराई काभानीको आँखामा हेरेर जवाब दिए, जब भन्छौ म तयार छु। खेल सकिएर टनेलसम्म पुगे यी दुई स्टार बीच झगडा चलिरहेको थियो। लुइस सुआरोले बीचमा पसेर नछुट्याएको भए त्यो दिन फुटबल मैदानमा बक्सिङ रिङ बन्ने पक्का थियो। घटना नम्बर 2, मेस्सी भर्सेस एन्टोनियो सानाब्रिया। यो घटना सन् 2023 को विश्वकप छनौटको खेलमा भएको हो। पाराग्वेका खेलाडी एन्टोनियो सानाब्रिया र मेस्सी बीच खेलका क्रममा भनाभन भयो। मेस्सी आफ्नो बाटो लागे, तर सानाब्रियाले मेस्सीको पिठ्यौँ पछाडिबाट थुकिदिए। क्यामेराले त्यो दृश्य कैद गर्यो, तर मेस्सीले मैदानमा त्यो देखेनन्। खेलपछि जब पत्रकारले मेस्सीलाई यसबारे सोधे, तब मेस्सीको अनुहारमा चरम आक्रोश देखियो। मेस्सीले क्यामेरा अगाडि भने, ड्रेसिङ रुममा साथीहरूले मलाई त्यो दृश्य देखाए। म त्यो केटालाई चिन्दिनँ र म उसलाई चिनेर मिडियामा पनि चर्चामा गर्न चाहन्न, किनकि उसले नाम कमाउन यस्तो हरकत गरेको हो। मेस्सीको आफ्नो रिसलाई शब्द मार्फत यसरी व्यक्त गरे कि सानाब्रियाले संसारभर थुथु हुनु पर्यो। र अब जाउँ नम्बर 1 घटनामा, जसले लियोनेल मेस्सीको भित्रको एङ्ग्री यङम्यानलाई संसार सामु छर्लङ्ग पारिदियो। सन् 2022 कतार विश्वकपको क्वार्टर फाइनल खेलमा अर्जेन्टिना भर्सेस नेदरल्यान्ड्स खेल अघि डच प्रशिक्षक लुइस भान गालले मेस्सीको आलोचना गरेका थिए। मेस्सी मैदानमा यस्तो रिस लिएर उत्रिए कि गोल गरेपछि सिधै भान गालको अगाडि गएर कानमा हात राखेर उनको खिल्ली उडाए। खेल त अर्जेन्टिनाले जित्यो, तर मेस्सीको रिस शान्त भएको थिएन। खेलपछि जब मेस्सी लाइभ टेलिभिजनमा अन्तर्वार्तामा आएका थिए, तब डच खेलाडी बोउट बाघहोर्स्ट उसलाई हेरिरहेका थिए। मेस्सीले लाइभ क्यामेरामा अन्तर्वार्ता रोकेर बाघहोर्स्टलाई थर्काउँदै भने, के हेरेको मूर्ख, यताबाट भाग, उताबाट जा। विश्वले मेस्सीको यस्तो डरलाग्दो र आक्रामक रूप इतिहासमा कहिले देखेको थिएन। यो घटनाले साबित गरे कि मेस्सीलाई कमजोर सम्झने गल्ती कसैले पनि नगरे हुन्छ। हुन त लियोनेल मेस्सी जहिले पनि फुटबल खेल्न र आफ्नो खेलले दर्शकलाई मनोरञ्जन दिन रुचाउँछन्। तर जब कसैले उनको आत्मसम्मान, उनको देश वा उनका साथीहरूमाथि हिलो छ्याप्ने काम गर्न खोज्छन्,
तब मेसी शान्त होइन योद्धा बन्छन् र सायद उनको यही रिस र आक्रमणले नै उनलाई आज संसारमै सर्वश्रेष्ठ खेलाडी बनाएको हो। तपाईँलाई मेसीका यी 5 घटनामध्ये कुन चाहिँ सबैभन्दा घत लाग्यो त? तल कमेन्टमा लेख्नुहोला। भिडियो मन परेमा लाइक र च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। अर्को रोचक भिडियोमा फेरि भेटौँला। धन्यवाद।